हेलो नमस्ते। आज हामी म चाहिँ यहाँ मनिष भाइसँग चाहिँ घुम्नलाई चाहिँ होइन भनौँ न खेततिर जाने क्रममा चाहिँ मेरो ठ्याक्कै घरतिर चाहिँ भेट भएको अवस्थामा थियो र हाम्रो भाइले चाहिँ के भन्दैछ भने यो घन्टीको उम्मेदवार चाहिँ कस्तो छ हौ, के छ, काम गर्छ कि गर्दैन भन्दै थियो होइन। काम त यस्तो हो, मैले भन्न खोजेको काम जब देशमा अब कस्तो भने स्थिर सरकार चाहिएको छ। हाम्रो देश नेपालमा चाहिँ स्थिर सरकार नभइकन कुनै ठाउँ विकास हुन सक्दैन। अलिकति सबै ठाउँमा भ्रष्टाचार नै छ होइन। धेरै कम चाहिँ विकास हुने र त्योभन्दा ज्यादा चाहिँ तपाईँको भ्रष्टाचारै हुने। विकास नहुने त होइन, विकास यो पनि विकासै हो, राष्ट्रिय योजना हो यो पनि होइन। तर यसमै अब तपाईँको करोडौँ करोड चलखेल भएको छ। यसैमा खास हाम्रो देश नेपाल चाहिँ कस्तो मुक्तिमा छ, यो देश नेपाल कसले चलाएको छ त होइन, त्यो त हो कुरा। तर मलाई जहाँसम्म लाग्छ यो हाम्रो जो कोहीले पनि अब पुराना शक्तिहरू, पुराना दलहरू, पुराना पार्टीहरूको चाहिँ के भइआएर राखेको छ भने एकअर्कालाई चाहिँ आरोप लाउने क्या। त विदेशी सरकार ऊ सरकारमा गयो भने चाहिँ अर्को विपक्षले चाहिँ होइन विभिन्न अब बाहना लाएर हुन्छ जे पनि भनिदिने, अनि जनताले चाहिँ त्यही पट्याइदिनु पर्ने होइन। त्यो रहेको छ क्या, हो किन। अब सरकारमा जो गयो अहिलेसम्म, अहिले जो भने योभन्दा अब यो अहिले त अब यो जेएनजीको सरकार होइन, योभन्दा पहिलाको जति पनि सरकार भने खालि सबै विदेशी दलाल एकअर्कालाई होइन जहिले त्यही आरोप लाउने। हुन पनि हो, एमसिसी पास गरेको यी चोरहरू दागाहरूले नै हो होइन। त्यस कारणले चाहिँ अब जनताले चाहिँ विश्वास गर्न अब खोइ लाग्दैन कि अब खोइ कस्तो मान्छेहरू अब नलायो भने अब कति गाउँका मान्छेहरू पनि अब यस्तो हो सरकारमा होइन यस्तो क्या। जस्तै कि रासोपाको उम्मेदवारलाई चाहिँ के भन्न सकिन्छ भने तपाईँ जुनसुकै पार्टीमा हिँड्नुहोस् होइन, नो माइन्ड, जुनसुकै पार्टीमा जानुहोस् कि जुनसुकै पार्टीमा तपाईँको आस्था भरोसा छ त्यो राख्नुहोस्, तर भोट चाहिँ घन्टीमै हाल्ने भनेको छ क्या। अहिले जति पनि मैले देखाएको छु भोट चाहिँ घन्टीमै हाल्ने। अब हाल्छ जस्तो लाग्छ तपाईँलाई? होइन हाल्छ जस्तो लाग्छ भन्ने कुरा होइन। हाम्रो यो फेरि यस्तो कुरा रह्यो क्या, हाम्रो सिन्धुली जिल्लामा चाहिँ कस्तोमा अलिकति यहाँनिर चाहिँ जनता कस्तो छ भनेपछि होइन केपी ओलीले चाहिँ हामीलाई के अरे भट्टा दियो रे, अलिक धेरै भट्टा दियो भनेर चाहिँ होइन त्यसमै लागिरहेछ। त्यो भट्टाको पछि लाग्ने होइन क्या खासमा चाहिँ। त्यो भट्टा पनि कहाँबाट आउँछ त नि, हाम्रै करबाट हाम्रै पैसा हो त्यो। र अर्को कुरा कस्तो भने अहिले हाम्रो देश त चुर्लुमै डुबेकै छ। प्रत्येक नागरिकको कहिलेबाट आएको? पहिला थियो के भट्टा? पहिलादेखि नै थियो। पहिल्यैदेखि थियो? अनि किन केपीले ल्यायो भनेर 2000 बनाइदियो भनेर। बढाइदियो भनेर? बढाइदियो भनेर। ए बाबा, पहिला अलि कति थियो र? पहिला अलि कम थियो? पहिला कम थियो, त्यही भएर यसले वाट्टै 2000 पारिदियो। अनि त्यो होइन ल, त्यो दिनु त एक तरिकाले अब बिर्दा भट्टा राम्रै हो। तर कस्तो भने बिर्दा भट्टा पनि अलिकति अब जस्तो कि हाम्रो देशलाई चुर्लुमै डुबाएकै छ नि अहिलेसम्म त। अब डुबाएकै भन्नु पऱ्यो। माइनसमै छ? माइनस होइन, माइनसमा अहिले डुबिसक्यो। लोनमै चलिरहेछ सबै लोनमा, जे पनि लोनमा क्या। लोनमै त छ। यहाँ विकास गर्नु पर्यो, यो बाटोघाटो यो कुलो बनाउनु पर्यो, साला त्यो विभिन्न के अरे संस्थाहरूबाट त्यो लोनहरू ल्यायो होइन। अनि त्यो लोन यहाँनिर चाहिँ त्यो लोनमा काम गरेर त्यो फाइदा छैन नि त। संस्थाबाट आएको पैसा यहाँ जति आयो त्यसको आधी त सरकारमा जाँदो रहेछ। सरकारमा गए पनि जहाँसुकै गए पनि त्यो उसले काम गरेको जस्तै के विदेशी यही हो। ल है त हामी ठ्याक्क आइपुगेको छौँ अहिले। फेरि यो टोरी, कुन टोरी भन्छ यसलाई? यो पहिलो टोरी हो। पहिलो टोरी बत्ती बाल्न मिल्छ कि मिल्दैन? पहिलो टोरी छ अहिले। बस कति अघि लगिसक्यो धेरै। ढिलो भएर